गुड आफ्टरनुन सबैजनालाई। आज चाहिँ छुट्टी, अन्त म चाहिँ छुट्टीको दिन चाहिँ घरहरू सफा गरेँ हो। अन्त चाहिँ यहाँनिर चाहिँ म के गर्छु, हाम्रो सृजना बहिनीले त अदुवा गोड्दैछ अरे भनेको यस्तो भिडियो हेर्दै गर्दा चाहिँ अदुवा गोड्दै गरेको फोटो देखेँ, भिडियो हो। अन्त अब मेरो त अदुवाबारी पनि छैन, मकैबारी पनि छैन हो। अन्त अब अरू काम गरौँ भने पनि जाँगर त्यस्तो छैन। त्यही हो, अब म छुट्टीको दिन चाहिँ तपाईँहरूलाई थाहा भएकै कुरा हो है, म अब जानु आँटेको छु हो, हिँड्नु आँटेको छु। ढल्किरहेको थिएँ अघि बिहानै एक खेप चाहिँ जानु पऱ्यो भनेर सोचेको थिएँ, तर फेरि हाम्रो सोनामान्छे घरमा हुनुहुन्थेन रहेछ हो। अन्त सोनामान्छेलाई पर्खिनु पऱ्यो। सो गाइस, त्यही लागि चाहिँ म यहाँनिर ढल्किराखेको छु। फेरि मलाई घरमा अहिले छैन कोही पनि घरमा, म एक्लै हो, भाइ पनि गान्तोकमै छ हो। अन्त म एक्लै हो, एक्लै जन्मेको एक्लै बस्नुपर्ने, अन्त अब मरेर जाँदा पनि एक्लै त जानुपर्ने हो है। सो त्यही भनेर चाहिँ अचेल त बानी परिसकेछ, एक्लै बस्नु केही जस्तो पनि लाग्दैन भनेर हो। अन्त अब चाहिँ म चाहिँ आज 50 इयर्स स्टेटहुड सेलिब्रेसन हाम्रो गान्तोकमा भइराखेको छ है। हामी पनि त्यसकै बसिराखेको छौँ, त्यसकै त्यही दिनको छुट्टी बिताउँदै यसरी नै बस्दैछौँ। अब चाहिँ आज छुट्टीको दिन त अब घाँस काट्न जाउँ भने गाई गोरु पनि छैन, बारीमा जाउँ भने बारी पनि छैन। अन्त गाउँडुले बस्यो हो, तल्लोपट्टि घरमा आएको छु हो। यहाँ चाहिँ एउटा सानो नानी छ नि त, यसो नानी खेलाउँदै यहाँनिर एकछिन आएको हो। अन्त अब म चाहिँ मेरो एसएचजीको आमा दिदीबहिनीहरूले बनाउनु भएको चिप्स, आलु पोट्याटो चिप्स है, चिप्स, अन्त फिङ्गरहरू, अन्त बटारीहरू, अन्त बदामहरू, इच एन्ड एभ्रिथिङ हाम्रो एसएचजीले बनाउनुहुन्छ है। म पनि छु त्यो हाम्रो मल्ली बजार सनराइज एसएचजी ग्रुपमा। अन्त म चाहिँ बेची मात्रै दिन्छु हो, उहाँहरूले चाहिँ घरमा बसेर बनाउनुहुन्छ, अन्त म चाहिँ बेचिदिन्छु। अन्त अब म जान आँटेको, अहिले चाहिँ अलिक पुरा घाम लागिरहेछ बाहिर, अन्त मलाई अल्छी लाग्छ घाममा चाहिँ स्कुटी लिएर हिँड्नु। अन्त स्कुटी नचलाएको पनि निकै भयो, अस्ति म स्कुटीबाट लडेको थिएँ नि त। अन्त यहाँनिर चाहिँ मेरो अलिक हात फ्र्याक्चर भइरहेको थियो, यो कुइनामा ठोक्केछ हो। अन्त अलिक हात उयो भइरहेको थियो, अन्त चलाउनु सकेकै थिइनँ राम्रो। यस्तो गर्दाखेरि चाहिँ हात अलिक प्रब्लम हुँदै थियो। अन्त चाहिँ आज चाहिँ बिस्तारै भए पनि ट्राई गर्नु पऱ्यो भनेर चाहिँ अब म चिप्स र फिङ्गर बेच्नु जान आँटेको छु गाइस। तपाईँहरूले मेरो भिडियोलाई कतिजनाले पर्खिरहनु भएको हुन्छ है, प्रमिला बहिनीले कहिले भिडियो गर्छ भनेर। अन्त कतिजनालाई चाहिँ फेरि इरी लाग्दो रहेछ नि त भनिरहनु भएको हुन्छ हो। अचेल त फेसबुक खोल्ने बित्तिकै खालि हेलो गाइस आउँछ भनेर, अन्त इरिटेट लाग्छ भनेर पनि भन्दै कमेन्टहरू गरिरहनु भएको हुन्छ। तर जसलाई इरिटेट लाग्छ, सो गाइस साथीहरू, इरिटेट लाग्ने मान्छेहरूले भिडियो नहेरिदिनुहोस् होला भन्ने म यो भिडियो मार्फत रिक्वेस्ट गर्छु है। अनि जसले मलाई पर्खिरहनु भएको हुन्छ, अन्त मेरो भिडियोहरूलाई मजा लाग्छ, हेरिदिनुहुन्छ, कमेन्ट गरिदिनुहुन्छ, सो सपोर्ट गरिदिनुहुन्छ, उहाँहरूलाई एकदमै थ्याङ्क यू सो मच भन्न चाहन्छु यस भिडियोद्वारा नै। अन्त अहिले म तपाईँहरूलाई अब म चाहिँ सोनामान्छेको घर जानु आँटेको नि त चिप्स लिनु, चिप्स र फिङ्गर।
अहिले चाहिँ घाम पुरा छ हो बाहिर। अन्त हाम्रो मल्लीमा चाहिँ तपाईँहरू बस्नु सक्नु हुँदैन सायद, धेरै जाडोमा बस्नुहुने साथीभाइहरू चाहिँ। अन्त मल्ली आउनुभयो भने चाहिँ हामीलाई चाहिँ केही जस्तो लाग्दैन, बाँच्ने बानी भएको हो है। अन्त तपाईँहरू चाहिँ जति पनि यता ओह्रालोमा आउनु हुँदैछ भने चाहिँ मल्ली आउनु हुँदैछ भने चाहिँ एकदम मैले 2-3वटा भिडियोमा भनिसकेको छु है। लुगाहरू चाहिँ एकदम शीतल लगाएर आउनुहोस्, तपाईँहरूलाई एकदमै गरम बेसी हुन्छ यहाँनिर चाहिँ हो भन्दै अहिले म अरू भिडियो पनि देखाउँछु ल। मेरो चिप्स र फिङ्गर बेचेको, म कहाँ जान्छु आज चिप्स र फिङ्गर बेच्नु। म चाहिँ बेचिदिन्छु नि त सोना मान्छेहरूको चिप्स र फिङ्गर। अहिले देखाउँछु ल तपाईँहरूलाई। हस् गाइस, बाई बाई। ल गाइस भन्नु चाहिँ भन्दिनँ अहिले चाहिँ, अहिले एकछिनमा भन्छु मिस ल। अब ल गाइस, अब म चाहिँ यहाँनिर स्कुटी सफा गर्दैछु। अब हिँड्नु लागेको। यहाँ चाहिँ मेरो अलरेडी सामान रेडी भइसकेको छ। आज चाहिँ छुट्टी हो, सो त्यही लागि चाहिँ म यहाँनिर स्कुटी ननिकालेको निकै भयो। अन्त स्कुटी पनि निकाल्नु पर्यो। सो कहाँ जानु भएको बडा? म खाँदिनँ बडा यो। फोटो चाहिँ निकालिदिन्छु नि बरु तपाईँको। म खाँदिनँ बडा त्यो, मलाई मनै पर्दैन जुलेपी भन्ने चाहिँ। स्कुटीको चाहिँ यस्तो गति गइरहेछ कि मेरो, हेर्नुहोस् न यहाँ। मलाई त मनै पर्दैन गुलियो चाहिँ फेरि। म चाहिँ अन्त अब चाहिँ एकछिन यहाँनिर फिङ्गर र चिप्स बेच्नु चाहिँ जानु पर्यो भनेर चाहिँ पुसपास गर्दैछु। आज त स्कुटी अहिले भरे धुनु पनि पर्यो, गति गएछ स्कुटीको चाहिँ। चलाउनु डर चाहिँ लाग्दैछ, तर बिस्तारै आज चाहिँ लिएर जानै पर्यो भनेर चाहिँ स्कुटी सफा गर्दैछु। यता चाहिँ म चाहिँ बजार हो। यो बजारमा यस्तो आउँदाखेरि चाहिँ यता चाहिँ उकालो जान्छ, अन्त यता चाहिँ मेरो सामानहरू अब लिएर जाने रेडी भइसकेको छ। बिस्तारै जानु पर्यो। अब लगाइ अब चाहिँ मेरो सामान रेडी भइसकेको छ। म चाहिँ यहाँ स्कुटी सफा गर्दैछु। आज चाहिँ बिस्तारै स्कुटी चाहिँ निकाल्नु पर्यो। मलाई डर पुरा लागिरहेछ, किनभने अस्ति म लडेको थिएँ नि त। मिनी भ्लग हो, मिनी भ्लग। अन्त चाहिँ डर लाग्दै भए पनि आज चाहिँ बिस्तारै चाहिँ निकाल्नु पर्यो भनेर नि मैले अहिले चाहिँ ड्युटी चाहिँ लागेर पनि लगेकै छुइनँ स्कुटी। मलाई पुरा डर लाग्दैछ चलाउनु, तर आज चाहिँ मैले चाहिँ बिस्तारै आँटै गरेर चाहिँ निकालेको। तर के हुने हो सो त्यो चाहिँ मलाई थाहा छैन। डर लाग्छ कि भारी लिएर जानु। हस् अब म चाहिँ यहाँबाट निस्किनु लागेको। अहिले म मानपुर गएको चिप्स र फिङ्गर पुऱ्याउनु। मानपुर पुगेपछि चाहिँ म तपाईँहरूलाई देखाउँछु। हस् फाइनली गाइस, म चाहिँ फिङ्गर देखेर आइपुग्छु। अन्त बाटोमा भिडियो गर्नु पऱ्यो भने त मलाई डर लाग्यो, किनभने डर पनि लाग्यो। एउटा स्कुटीभित्रबाट फोन निकाल्नु मलाई अल्छी लाग्यो। अन्त म चाहिँ अब फाइनली मेरो जग्गामा आइपुगिसकेँ। म फिङ्गर चाहिँ उब्रिन बोरा मात्रै हो, बोरा मात्रै फर्काएर ल्याएको। अब म चाहिँ चिप्स र फिङ्गर बेचेर चाहिँ घर आइपुगिसकेँ है। मेरो स्कुटी राखिसकेँ मैले। अन्त
स्कुटी नचलाएको निकै भयो, 1.5 महिना 2 महिना जस्तो भयो। अन्त मलाई चाहिँ पुरा डर पो लाग्यो, डर लाग्दो रहेछ। अन्त अघि चाहिँ निकालेको थिएँ, त्यहाँदेखि बिस्तारै लगेर बिस्तारै लिएर आएको। अन्त फोन आएकै छ नि त लिएको। अन्त त्यसको लागि चाहिँ कुराहरू आइसक्यो। तपाईँहरू के गर्नुहुँदैछ, कसो गर्नुहुँदैछ होला। अब गरम भयो, बेसी गरम छ। मैले चाहिँ गरम थियो पुरा। अझै राम्रोसँगले चाहिँ स्कुटी चलाउनु भएकै छैन रहेछ। आज चाहिँ मैले ट्राई गरेको, मेरो हात कतिको दुख्दैछ कि दुखेको छैन भनेर। तर पुरा यहीँनिरै प्रेसर पर्दो रहेछ ठोकेकोमा। अन्त चाहिँ निकै दुख्दैछ हात पनि। अब चाहिँ म घर गएर रेस्ट गर्छु। मैले चाहिँ गरम भयो, बालक हस् त साथीहरू, गाइसहरू। एकजना मेरो साथीले भन्दै थियो कि मलाई हेलो गाइस अरे भनेर। अन्त मैले चाहिँ म हेलो गाइसै हो अन्त भन्दै हो। खास गरी चाहिँ हाम्रो मनराज सर हो हेलो गाइस भनेर नाम राख्नु चाहिँ हो। मनराज सरले र मनदास हस् त गाइस, फेरि पनि नेक्स्ट भिडियोमा भेटौँला। तपाईँहरू आशा गर्दछु तपाईँहरू सबैजनाले मेरो भिडियोलाई लाइक गरिदिनुहुन्छ, अन्त कमेन्ट गरिदिनुहुन्छ, अन्त सेयर पनि गरिदिनुहुन्छ भनेर। लस्, बाई बाई।